नमस्ते सबैजनालाई हो छाजालो अब यात्रा छ नेपालसम्मको। म बाबुले मलाई छोड्न आइरहेको छ के मेरो बाबुको बिएमडब्लुमा बिएमडब्लुको कारमा मलाई छोड्न आएको छ। झालै जाला हौ ठिटाले। अहिले चाहिँ 4 बज्न लाग्यो। म एयरपोर्टमा आइपुगेको छ। अब मेरो एकछिनपछि चाहिँ खास त फ्लाइट त बेलुका हो। म चाहिँ अलिकति छिटो आएको। अब यहाँ फेरि अब ड्रप गर्ने मान्छे नि अब एभाइलेबल हुनु पऱ्यो नि होइन। यहाँ बाबुले चट्ट मलाई छोड्न आउँछ यहाँ फेरि होइन। ल टर्मिनल 2 को चाहिँ यहाँ ड्रप अफमा बाबुलाई मलाई झार्दियो भने चाहिँ यहाँ झारेर अहिले चाहिँ प्राइस ड्रप अफको चाहिँ 6 पाउन्ड भरेछ। पहिला 6 थियो, अहिले एकखेरि 7 पाउन्ड भरेछ। 1 पाउन्ड बढेछ। अब सब कतासिक महँगो महँगो छ। भयो नि नि ल यो चाहिँ टर्मिनल 2 मा हो। मेरो ब्याग चाहिँ यति हो। म चाहिँ टर्मिनल 2 मा आइपुग्यो। स्टुडेन्टहरू रहेछ क्या हो छ। अब छोटो लाएर हिँडेँ म चाहिँ भित्र एयरपोर्टभित्र। अब इन्डियन एयरलाइन्स कता हो हेर्न जानु पऱ्यो। इन्डिया चाहिँ बीमा रहेछ। ओके बीमा रहेछ। अब म चाहिँ बीतिर गएँ। के छ हौ बाहिर ल यस्तो रहेछ टर्मिनल 2 मा चाहिँ। ओके म चाहिँ अब यो भित्र लन्डनबाट टर्मिनल 2 बाट चाहिँ अब डिपार्चरतिर जाँदैछु मेरो। ल अब म चाहिँ हिँडेँ है। कहाँ हो टट्टला र यहीँबाट जाने यो डिपार्चरको लागि है। ल सी यू। म चाहिँ डिपार्चरमा आएँ। मेरो गेट नम्बर चाहिँ अझै देखाएको छैन। गेट नम्बर चाहिँ 8:35 मा देखाउँछ भनेछ दिल्ली जाने। ओके भनेपछि अहिले 6:47 भएको छ। 8:35 मा देखाउँछ भने बाबा अझै 2 घन्टा जति बस्नुपर्छ हौ। ल अब यसो घुम्दै हिँड्यो ल अब लन्डनको हेथ्रो एयरपोर्टभित्र घुम्दैछ है म। भित्र चाहिँ अब ड्युटी फ्री मान्छेहरू यसरी बस्नु सक्छ होइन। ओके ल फाइनली गेट नम्बर देखायो। B39 मा देखाएको छ दिल्ली चाहिँ। अब B39 तिर खोज्दै जानुपर्ने छ है हजुर। न्यू दिल्लीबाट चाहिँ फर्स्टचोटि ट्राभल गर्दैछ। तर मान्छेहरूले चाहिँ दिल्लीबाट गएको ओ माई गड भनेको छ होइन। अब के हुन्छ हेर्दै जाउँ है त कस्तो हुन्छ। मान्छेहरूले चाहिँ सबै कहाँ दिल्लीबाट गएको यार भन्दै थियो। के हानि अब अहिले जतासुकै अब त्यस्तै छ। यता दोहा यहाँनिर दुबईतिर नि अब लडाइँको डरले चाहिँ यता दिल्लीबाट जानु लाग्यो। त्यही त हो अब के हो यो। अब यता चाहिँ फर्स्टचोटि जाँदैछु हेरौँ कस्तो हुन्छ है त। एस्केलेटर झर्दै हो। ल मेरो यहाँ बोर्डिङ म चाहिँ यहाँदैछ B39 एयर इन्डिया। यात्री आगे बढ़ सके।
ल हजुर यात्रा छ अब दिल्लीतिर लन्डनबाट हाम्रो माइलेज छ 4181 माइलेज छ। अब फर्स्ट खाना आयो है। ल अब पार्लर पनि राखेको छ, च्याप्प खाइन्छ। अब यो खाएर हेर्दा चाहिँ निकै मिठो छ। अब कडी स्मेल चाहिँ अब होइन कडी आइहाल्छ मसला ससला। ल हजुर अहिले बिहानको खाजा खाने बेला भयो, बिहान भयो। अब के आज यहाँ सट्ट अम्लेट ससेज अनि के छ अरू है। अनि ल अब यो इन्डिया आइपुग्न लाग्यो। अब धेरै छैन खासै, अब त्यस्तै है 12-13 मिनट छ होला। अब छट्ट लाएर जस रमाइलो भन्छ, एक्साइटेड छ। स्पिड त्यति रहेछ होइन, ग्राउन्डदेखि अनि विन्ड त्यति रहेछ। ल अब इन्डिया पनि आइपुग्यो दिल्लीमा, इन्दिरा गान्धीको एयरपोर्टमा आइपुग्यो। 1:08 जाँदाखेरि आइपुग्यो है। ल अलिकति ढिलो भयो त्यही भएर एयरपोर्टमा आइपुग्यो है। गान्धी र दिल्लीको इन्दिरा गान्धी एयरपोर्टमा आइपुग्यो। हामी अहिले इन्दिरा गान्धी एयरपोर्टमा चाहिँ आइपुग्यो। यहाँ चाहिँ ड्युटी फ्रीमा हामी अलिअलि होइन। हजुर दाजु यहाँ हाम्रो पोखराको दाजु, एउटा मुस्ताङको दाजु हुनुहुन्छ। हाम्रो चाहिँ इन्डियाबाट चाहिँ अब 2:25 देखाएको छ फ्लाइट। अब हामी जाँदैछौँ। हाम्रो गेट नम्बर चाहिँ 4A गेट नम्बर 4A मा छ। ओहो यो TWG त मैले हङकङमा देखेको थिएँ। यो टी चाहिँ यहाँ पनि रहेछ। यहाँ चाहिँ यति ठुलो बुद्धको मूर्ति रहेछ हौ। आगो 39 डिग्री भन्यो, 39 डिग्री भनेको थियो। 39 जस्तो लाग्यो। आगै भक भयो। इन्डियाको हाम्रो इन्दिरा गान्धी इन्टरनेसनलको पनि आइपुग्यो। कसरी ट्राभल गरेँ तर राम्रै लाग्यो अहिलेसम्म त। अब भरे काठमाडौँ गएपछि लगेज आउँछ कि आउँदैन त्यो आएपछि बल्ल थाहा हुन्छ। ल अब हामी यहाँबाट जाने हो डोमेस्टिक। तर तातो छ है बेसरी भबै छ। हाम्रो जपनिज भनेको त नेपाली पो रहेछ। हाम्रो आमाहरू सबै खासै धेरै मान्छे त देखेन। अब अघि नै आएर बसिसकिसक्यो के हो पनि है। तर प्लेन चाहिँ ठुलो रहेछ यार, ठुलो के अरे प्लेन भन्ने चाहिँ एयरपोर्ट चाहिँ ठुलो लाग्यो। ठुलो यहाँ आउँदाखेरि तल माथि एस्किलेटर चढेँ झरेँ। अनि यो बसमा झन्डै कति लाग्यो, झन्डै 6-7 मिनटै लाग्यो यो बसमा आउँदाखेरि हामी। त्यही भएर निकै ठुलो रहेछ। अहिले चाहिँ यहाँको 2:30 होला है। 2:30 होला यहाँको चाहिँ अहिले 2:30 होला। चाहिँ ठिकै छ टाइम त अलिअलि होइन। अलिअलि इन्डिया टाइम नेपाली टाइम त्यही त हो नि, अलिअलि त भइहाल्छ नि। हामी अब प्लेन माथि चेक गर्न जाँदैछौँ। भात खाने बेला भयो।
काठमाडौँबाट नेपाल जाँदाखेरि होइन। अब यो चाहिँ चिकन हो। ल अब भात खान लाग्नु के सबै बिजी छ बाहिर चाहिँ। ल हजुर बल्ल बल्ल नेपाल आइपुग्यो। यहाँ यो अब म डोमेस्टिकतिर जाँदैछु है त। मेरो यहाँ कार एक्टिभेट गर्नुपर्ने थियो, यस्तो ट्राई गर्नु पर्ला एक्चुली है। यहाँबाट चाहिँ म चाहिँ अब डोमेस्टिकतिर जाँदैछु। ठक्क त्यहाँ सटल बस पनि पायो, सटल बस पनि पायो। 7 बजीको टिकट भन्थ्यो, अलिकति अगाडि सरेछ 6:40तिर भनेछ। त्यही भएर अब आजै पुग्ने भयो पोखरा चाहिँ। ल हजुर आफ्नो देशमा आइयो फेरि धन्दै 2 वर्षपछि आइयो। ल धन्दा टिकट चाहिँ पाइहालेको छ। म डोमेस्टिक फ्लाइटतिर जाँदैछु। हेरौँ अब। ल रमाइलो छ नि यार आफ्नो देश आएर नि त है, मजा छ नि त। ल यहाँ माथि माथिबाट जानु पर्ला जस्तो डोमेस्टिक फ्लाइटको लागि चाहिँ। ल डोमेस्टिक फ्लाइटमा आयो। रमाइलो छ, रमाइलो छ। मैलो होस् न जेसुकै होस्। वेटिङ एरिया यति एयरलाइन्समा पोखरा जाँदैछु म। रातै परेको। ल रात परे पनि नेपालमा चाहिँ गाडी मात्र होइन प्लेन पनि उड्छ। अब 7 बजेको फ्लाइट छ। अब यहाँ डोमेस्टिकबाट अब पोखरा जाँदैछ हामी यति एयरलाइन्समा। सारा अझै आधी घन्टा छिटो गऱ्यो भन्छ यार हाम्रो ड्राइभर दाइले। गुरुजीले 7 बजी अँधेरो भइसक्यो यहाँ। अर्को प्लेन आयो है, कताबाट आएको नि यो। ल आइपुग्यो। ल आमामा 25 मिनटको अब ड्राइभ त नभनौँ, फ्लाइटमा चाहिँ पोखरा आइपुग्यो। ल यति भएपछि त आनन्द भयो नि त यार। कमसेकम काठमाडौँ भन्नु पर्दैन। 2 दिन कन्टिन्यू फ्लाइट उडे घर चाहिँ अझै पुगेको छैन। अब पुग्छ एकछिनपछि। अब यति भएपछि ढुक्क भयो नि त यार। खोइ यो प्लेन यो एयरपोर्ट पनि इन्टरनेसनल गर्ने भनेको कुन चाहिँ को आँखा लाग्यो यार। हुँदै हुन्न यार इन्टरनेसनल यार। साथीभाइहरू आउँदैछ। ल एयरपोर्टबाट यहाँ साथीले मलाई लिएर आएर यहाँ मोटरसाइकलमा सरर अब घरतिर हिँड्यो। झोला अगाडि छ, यहाँ छ झोलै झोला। राम्रो छ हौ, राम्रो बनाएको छ।